आजको यो भिडियो चाहिँ हाम्रो आइओ इन्ट्रान्सको रिजल्ट कहिले आउँछ भन्ने एउटा क्वेरी देखाएको थिएँ। अनि त्यसैको एन्सरको रूपमा भने अब पहिलो कुरो इन्ट्रान्स कहिले सरी रिजल्ट कहिले आउँछ भनेर थाहा पाउनुको लागि हाम्रो यो इक्जाम चाहिँ कहिले सकिन्छ भन्ने कुरा पहिला थाहा पाउनुपर्छ। इक्जाम प्रायः जसो हप्ता 10 दिन जति चल्छ। हाम्रो 11 गतिदेखि सुरु भएको छ भने यो इक्जाम सायद 20, 22, 23 यस्तोतिर सकिएला। अनि त्यो लास्ट डेट कहिले त मलाई ठ्याक्कै थाहा छैन। तपाईँहरूले त्यो फर्म भर्दाखेरि अन्तिम दिनको डेट चुज गर्नुभएको थियो भने त्यहाँ लास्टको डेट कति थियो त्यही अनुसार हाम्रो लास्ट डेट हुनेछ। पछि हुन्छ नि त्यो जति हाम्रो इक्जामको डेट रिजर्भ गराएको थियो त्यतिमा स्टुडेन्टहरूले फर्म भरिसकेर सिट फुल भयो भने फेरि डेट एक्सटेन्ड गरे हुन्थ्यो। जस्ट हामीलाई एक्ज्याक्ट लास्ट डेट थाहा हुनु पऱ्यो। अनि लास्ट डेट थाहा भएपछि जुन दिन इक्जाम सकिन्छ, इक्जाम सकिएको डेटको यो 2-3 वर्ष अगाडिको कुरा गर्ने भने त्यसको भोलिपल्ट पर्सिपल्ट अनि त्योभन्दा नि पहिला त मेरो पालोतिर भनौँ 3 दिन जति टाइम लाग्थ्यो। तर हाम्रो लास्ट इयर चाहिँ अचम्म भएको थियो। जुन दिन लास्ट इक्जाम सकिएको थियो त्यही दिनको साँझै रिजल्ट आएको थियो। हाम्रो इक्जामको 7 देखि 9, 10 देखि 12 यस्तो 4वटा सिफ्ट हुन्छ नि, त्योमध्ये लास्ट डेटमा सायद कुनै 2टा सिफ्ट जति मात्रै थियो होला। अनि त्यो बाँकी भएको टाइममा चाहिँ रिजल्ट पब्लिस गर्नतिर लगाएको जस्तो लाग्यो। खासमा हाम्रो अहिले इक्जाम भइराख्दाखेरि कम्प्युटर बेस्ड इक्जाम छ, सिस्टम अटोमेटेडै छ अभियसली। अनि त्यहाँदेखि इक्जाम सकिने बित्तिकै 5 मिनट पछाडि अपडेट ऱ्याङ्कहरू, मतलब अहिलेसम्मको स्टुडेन्टहरूको ऱ्याङ्क कति कति आइरहेको त्यो अनुसार थाहा हुँदै जान्छ सिस्टममै एक्सेस भएको मान्छेलाई होइन। अनि त्यस पछाडि सिफ्ट पछाडि त्यो अपडेट भइरहेको छ। अनि अब लास्ट इक्जाम सके पछाडि त सबै अपडेटेड डाटा आउने भयो। त्यो 5 मिनटमा को टफर भइरहेको छ भन्ने कुरा चाहिँ थाहा हुन्छ अरे। अनि अब त्यो तुरुन्तै पब्लिस गरिदिनु भने सक्यो सक्न त, तर त्यसको लागि केही समय दिएर अनि त्यसको डाटाहरू भेरिफाई गरेर अनि डकुमेन्टेसनहरू गर्नु पर्ला। त्यस पछाडि नोटिसहरू निकाल्नु पर्ला यताउति गर्नको लागि सर्टेन कति भने 1-2 घन्टा टाइमभन्दा बढी नलाग्ला त्यसको लागि पनि। अनि लास्ट इक्जामको लास्ट डेट सकिएको 1-2 घन्टाभित्र रिजल्ट पब्लिस गर्न पोसिबल छ। लास्ट इयर सायद त्यस्तै गरेको थियो। भनेपछि यो साल पनि हामी एक्सपेक्ट गर्न सक्छौँ कि हाम्रो लास्ट इक्जाम कहिले छ त्यो चाहिँ कमेन्ट गर्नु होला, मलाई थाहा छैन लास्ट इक्जाम कहिले छ। अनि त्यसैको दिन साँझसम्म हामीले आइएको रिजल्ट थाहा पाउन सक्छौँ। तपाईँको स्कोर ऱ्याङ्क थाहा पाउन सक्नुहुन्छ। हामीले को टपर भएछ, के भएछ, कति पास भएछन् यताउति कुराहरू थाहा पाउन सक्छौँ। पास चाहिँ कति पास मार्क भन्ने हुन्न यसमा। आइओलाई हाम्रो टोटल आइओको प्राइभेट र कन्स्टिट्युन्ट कलेजहरूमा कति सिट छ त्यो सिट फुलफिल गराउन, त्यो सिट भनेको 4500देखि 5000 यस्तै आसपासमा छ। अनि त्यो एडमिसन पास भएको स्टुडेन्टले सबैले एडमिट नगर्ला नि भनेर युजल्ली 6 देखि 7 हजारको रेन्जमा स्टुडेन्ट पास गराउने हो। अहिले 12 हजार छन् भने एक्सपेक्ट गर्न सकिन्छ 7 हजार जति पास होला। अनि त्यही अनुसार हाम्रो त्यो सिट फुलफिल हुने गरी रिजल्ट पास भएको लिस्ट आउनेछ। अभियसली त्यसमा तपाईँको नाम हुने हुनेछ। धन्यवाद।